एकदमै महत्त्वपूर्ण हुने भएकोले कुन ठाउँमा कुन पार्टिकल प्रयोग गर्ने भन्ने कुरा चाहिँ बुझेनौँ भनेदेखि जापानिज भाषा बोल्ने बेलामा एकदमै अप्ठ्यारो हुन्छ र हामीले गलत पार्टिकल युज गरेर बोल्दाखेरि त्यो पार्टिकलले गर्दाखेरि त्यसको शब्दको अर्थ नै फरक हुने भएको कारणले गर्दाखेरि पार्टिकल चाहिँ सही पार्टिकल सही ठाउँमा युज गर्न एकदमै जरुरी भएको कारणले पार्टिकलको बारेमा एकदम बुझ्नु जरुरी छ। र हामी सुरु गर्छौँ। मलाई लाग्छ यो भिडियो हेरेपछि तपाईँहरूलाई पार्टिकलको बारेमा कुनै पनि समस्या हुने छैन। यदि यस्तै खालको अरू भिडियो पनि तपाईँहरूलाई आवश्यक छ, यस्तो खालको बनाइदिनु हुन्थ्यो भन्ने चाहिँ त्यस्तो खालको केही भयो भनेदेखि मलाई कमेन्ट गर्नु होला, म त्यसको बारेमा भिडियो बनाउने प्रयास गर्नेछु। अब हामी सुरु गर्छौँ पार्टिकलको बारेमा। सुरुमा हामी वा पार्टिकलको बारेमा पढ्छौँ। वा पार्टिकल भनेको नेपालीमा अर्थ भन्नुपर्दाखेरि चाहिँ भन्ने बुझिन्छ। वा पार्टिकलले चाहिँ जहिले पनि सब्जेक्टलाई इन्डिकेट गर्छ, सब्जेक्टलाई फोकस गर्छ। त्यसैले वा पार्टिकलले चाहिँ कसको बारेमा कुरा हुँदैछ भन्ने कुरा चाहिँ बताउँछ है। अब इक्जाम्पलहरू पनि हेर्दै जाउँ। वातासी वा नेपारू जिन देश, म नेपाली हो, म चाहिँ नेपाली हो है। अब अर्को इक्जाम्पल हेरौँ। वातासी वा सेन्से देश भनेको छ म चाहिँ टिचर हो है। अब अर्को हेरौँ। खारे वा शान्तो सुशान देश, खारे वा शान्तो सुशान देश भनेको चाहिँ ऊ चाहिँ सन्तोष हो, सन्तोष सान भनेको जी भनेर बुझ्नुहोस्, ऊ चाहिँ सन्तोष जी हो। अर्थात् चाहिँ नभने पनि तपाईँको अर्थ चाहिँ सेम हुन जान्छ। म नेपाली हो भन्नु र म टिचर हो, ऊ सन्तोष हो भनेर, त्यही भएर चाहिँ नभने पनि फरक पर्दैन है, यसरी बुझ्नुहोस्। अब हामी अर्को हेर्छौँ। वा पार्टिकल जस्तै यो त लेख्ने बेलामा त हामी हा भनेर लेख्छौँ, तर पढ्ने बेलामा त वा भनेर पढ्नुपर्छ होइन। पार्टिकलमा युज हुँदाखेरि चाहिँ वा भनेर पढ्ने होइन, अरू बेलामा चाहिँ हा नै भनेर पढ्ने हो यसलाई। जस्तै यहाँनिरमा खान्जी अहिले नबुझे पनि छोडिदिनुहोस्। हाताराकिमास भन्ने वर्ड आएको छ। हाताराकिमास भनेको काम गर्छु होइन। अब यसलाई वाताराकिमास भन्ने चाहिँ पाइएन, फेरि वाताराकिमास भनेर बोल्न पाइएन, किनभने यो पार्टिकलको रूपमा युज नभएर एउटा वर्डको रूपमा युज भएको छ यतिखेर चाहिँ। त्यस्तै गरेर यो कुराहरूलाई चाहिँ एकदम ध्यान दिएर गरौँ। पछि कुन पार्टिकल हो कुन पार्टिकल होइन भन्ने कुराहरू थाहा हुँदै जान्छ। सुरुमा मात्रै अलि अप्ठ्यारो हो। खासै वा पार्टिकल त्यस्तो धेरै अप्ठ्यारो अथवा गाह्रो पार्टिकलमा पर्दैन, एकदम सजिलो पार्टिकलमा पर्ने भएर यति कुरा मात्रै बुझ्यो हुन्छ यसको लागि। अहिलेको लागि पछि वा र गाको फरकहरू छुट्याउन अलिकति गाह्रो हुँदै जाने भए पनि त्यो म पछि तपाईँहरूलाई फेरि भन्नेछु। अहिलेलाई वा पार्टिकलको बारेमा यति बुझ्नुभयो भनेदेखि लगभग पुग्छ। अब हामी सुरु गरौँ गा पार्टिकलको बारेमा। गा पार्टिकलले चाहिँ अघि हाम्रो सब्जेक्टलाई फोकस गरेको थियो वा पार्टिकलले चाहिँ। अब गा पार्टिकलले चाहिँ अब्जेक्टलाई फोकस गर्छ है, यहाँनिर एकदम बुझ्नुपर्ने कुरा छ। जस्तै इक्जाम्पल हेरौँ। वातासिका चुकुत्ता कोही देश, मैले बनाएको कफी हो भनेको अब्जेक्टलाई चाहिँ यसले फोकस गर्यो। मैले बनाएको कफी हो, कफीलाई यसले गरेको कामलाई चाहिँ फोकस गर्यो है, आफूलाई नभएर। वातासिगा खाइता ए देश, मैले लेखेको चित्र हो है, यसले लेखेको चित्रलाई फोकस गर्यो। अर्को चाहिँ केमा युज हुन्छ भने चाहनाहरू व्यक्त गर्ने बेलामा। जस्तै कुरुमागा होसी देश, मलाई चाहिँ गाडी आवश्यक छ, गाडी चाहिरहेको छ, आवश्यक छ है। सुशीगा सुकी देश अथवा ताबेताई देश, यस्तो बेलामा पनि गाको यो प्रयोग हुन्छ। सुशीगा ताबेताई देश भन्यो भनेदेखि मलाई चाहिँ सुसी खान मन लागेको छ है, सुसी खान मन लागेको छ। जस्तै सुशीगा सुकी देश भने चाहिँ सुसी चाहिँ मनपर्छ भन्ने बेलामा पनि गा युज हुने भयो। नात्तोगा किराई देश, नात्तो भने चाहिँ मन पर्दैन, नात्तो भने चाहिँ एउटा खानेकुरा हो भनेर बुझ्दा हुन्छ अहिलेको लागि। नात्तोगा किराई देश भनेको नात्तो चाहिँ मलाई मन पर्दैन भनेर चाहना व्यक्त गर्ने बेलामा मन पर्छ पर्दैन होइन, त्यस्तो बेलामा चाहिँ यो जस्तै त्यो चाहिँ ट्यालेन्ट छ, त्यो चाहिँ ट्यालेन्ट छैन भन्ने बेलामा पनि यो चाहिँ युज हुन्छ है। अब अर्को हेरौँ। अब्जेक्टको गुणलाई जनाउने बेलामा, जस्तै उतागा ज्योजु देश, अहिले भर्खर हामीले कुरा गऱ्यौँ, ऊ चाहिँ गीत गाउन चाहिँ ट्यालेन्ट छ, जान्ने छ भन्ने बेलामा पनि गाको युज हुन्छ। निहोङ्गोगा हेता देश, ऊ चाहिँ जापानिज भाषा चाहिँ जान्दैन होइन, ऊ चाहिँ ट्यालेन्ट छैन भन्ने बेलामा चाहिँ पनि गाको प्रयोग हुन्छ। जस्तै अर्को हुन्छ तपाईँको क्यान, म गर्न सक्छु भन्ने बेलामा पनि गाकै प्रयोग हुन्छ है। इएगा खाएमास भनेको घर किन्न सक्छु भन्ने बेलामा पनि गाको प्रयोग हुन्छ। अर्को एउटा इक्जाम्पल पनि भनौँ। जस्तै कुरुमागा खाएमास अथवा उन्तेनगा देकिमास भनेको कुरुमागा खाएमास भनेको म गाडी किन्न सक्छु भन्ने भयो। उन्तेनगा देकिमास भनेको चाहिँ म गाडी चलाउन सक्छु भन्ने बेलामा पनि क्यान भनेर आएको बेलामा पनि गा पार्टिकलको चाहिँ युज हुन्छ। जस्तै यति यो वर्डहरूमा पनि गा पार्टिकलको नै प्रयोग हुन्छ बढी जस्तो होइन। इमास, आरिमास, खकारिमास, वाकारिमास, देकिमास बढी जस्तो गा पार्टिकलको प्रयोग हुन्छ है। अब इक्जाम्पल हेरौँ। आसोको नि हितोगा इमास, ऊ त्यहाँ मान्छे छ,
कोकोनी कुरुमा गा आरिमास, यहाँ गाडी छ। यो इमास र आरिमास भनेको चाहिँ लिभिङ थिङ्समा इमासको प्रयोग हुन्छ, नन लिभिङ थिङ्समा चाहिँ आरिमासको प्रयोग हुन्छ, अर्थ एउटै हो है। आसोकोनी हितोगा इमास भनेको ऊ त्यहाँ मान्छे छ, जो इमासको अगाडि गाको प्रयोग भयो। कोकोनी कुरुमा गा आरिमास भनेको यहाँ गाडी छ भनेको यहाँ चाहिँ गाडी छ भनेर इमासको बेलामा पनि गा पार्टिकलको प्रयोग हुने भयो। अब जिखाङ्गा खाखारिमास भनेको समय लाग्छ, टाइम लाग्छ भन्ने बेलामा पनि गा पार्टिकलको प्रयोग हुने भयो। एगो गा वाकारिमास, वाकारिमासको अगाडि पनि गा पार्टिकल प्रयोग हुने भयो। एगो भनेको इङ्ग्लिस, इङ्ग्लिस सक्छु बुझ्छु भन्ने बेलामा पनि गा पार्टिकलको प्रयोग हुने भयो। अघि हामीले इक्जाम्पल भनिसक्यौँ। उन्तेन गा देखिमास, उन्तेन भनेको ड्राइभिङ भयो, देखिमास भनेको सक्छु ड्राइभिङ गर्न सक्छु भन्ने बेलामा पनि गा पार्टिकलको प्रयोग हुन्छ। अब अर्को हेरौँ, तर भन्ने बेलामा जस्तै सुकिदेश गा ताखाइदेश भन्ने बेलामा पनि गा पार्टिकलको प्रयोग हुन्छ। यो गाले चाहिँ यतिखेर चाहिँ मन पर्यो तर, सुकिदेश गा भने मन पर्यो तर, ताखाइदेश भनेको चाहिँ महँगो छ भनेको। होसिदेश गा भनेको चाहिँ मलाई आवश्यक छ तर पैसा छैन, उखानेगा नाइदेश भन्ने बेलामा पनि तरको काम गर्यो। अब अर्को हेरौँ, इकिताइदेश गा तोइदेश, इकिताइदेश गा तोइदेश भनेको चाहिँ जान चाहन्छु तर टाढा छ, तोइदेश भनेको टाढा छ भन्ने बेलामा गा पार्टिकलले तपाईँको तरको काम पनि गर्छ। अब हामी गा पार्टिकलको अर्को प्रयोगको बारेमा पढ्छौँ। आफै हुने कुराहरूमा गा पार्टिकल युज हुन्छ, जस्तै आमेगा फुरिमासिता, पानी पर्यो, पानी त आफै पर्यो, हामीले पारेको त होइन, त्यस्तो बेलामा गा पार्टिकलको युज हुन्छ। अर्को हेरौँ, दोआगा सिमारिमासिता भनेको ढोका बन्द भयो भन्ने बेलामा पनि गा, किनभने आफै बन्द भयो त्यस्तो बेलामा चाहिँ गा पार्टिकल हुन्छ। यदि कसैले बन्द गर्यो भने चाहिँ ओ पार्टिकलको युज हुन्छ है। फेरि जस्तै दोआ हो सिमेमासिता भने चाहिँ बन्द गरेँ हुने भयो, दोआगा सिमारिमासिता भने चाहिँ बन्द भयो भन्ने हुने भयो है। यति कुराहरू चाहिँ अलिकति याद गर्नुपर्छ हामीले। हानागा साकिमासिता, फुल फुल्यो, फुल त आफै फुल्यो, हामीले फुलाएको त होइन होइन, त्यस्तो बेलामा हानागा साकिमासिता भन्ने हुन्छ। यदि तपाईँ आफैले फुलाउनु भएको हो भने हाना हो साकासेमासिता हुनुपर्छ है। यहाँनिर चाहिँ यति अलिकति वर्डहरू पनि फरक हुन्छ, त्यही भएर यो गा र ऊको बारेमा चाहिँ यसलाई जिदोसी र तादोसी भन्छ यतिखेर युज हुने। यो चाहिँ अलिकति भास्ट पनि हुन्छ, यसलाई जति बुझ्न खोजे पनि नबुझ्ने नै हुन्छ, त्यही भएर यता यसलाई अलिकति ध्यान दिएर पढ्नुपर्छ। लगभग यो 22-23 लेसनमा आउने हो। अहिले सुरु भर्खर पढ्दै गरेको विद्यार्थीहरूले त्यति धेरै ध्यान नदिए पनि हुन्छ। थोरै तपाईँहरूले आफै हुने कुराहरूमा गा पार्टिकलको युज हुन्छ भन्नेसम्म बुझिराख्दाखेरि फरक पर्दैन है अहिलेको लागि। अब अर्को हेरौँ, वातासिवा कोही हो चुकुरीमासिता भनेको मैले कफी बनाएँ भनेको छ है, मैले कफी बनाएँ भनेर भनेको छ। अब फेरि त्यही सेम सेन्टेन्सलाई नै गा पार्टिकल लगाएर हेर्दाखेरि वातासी गा कोही हो चुकुरीमासिता, वातासी भन्ने मान्छेले एउटै अर्थ भए तापनि वा लागेको बेलामा वातासी भन्ने मान्छेलाई फोकस गर्यो भनेदेखि गा लागेको बेलामा कोहीलाई चाहिँ बढी फोकस गर्छ। फरक त्यति मात्रै हो है, यहाँनिर बुझ्नुपर्ने तपाईँहरूले। त्यही भएर नझुकिकन वा र गा दुवै जुन जहाँ लाग्यो पनि मिस्टेक चाहिँ छैन, तर कता फोकस गर्ने भन्ने कुरा चाहिँ बोल्ने बेलामा युज गर्नुपर्ने कुराहरू यति मात्रै हो। लगभग यति पढ्नुभयो भने गा पार्टिकलको बारेमा योभन्दा बढी जति पढ्दै गयो त्यति भास्ट हुँदै जान्छ, तर भर्खरै पढ्दै गरेको विद्यार्थीहरूलाई अथवा N5 को प्रिपरेसन गरिरहेहरूको लागि चाहिँ यति पढ्नुभयो भनेदेखि चाहिँ लगभग पुग्छ है। अब हामी पढ्छौँ नि पार्टिकलको बारेमा। नि पार्टिकलको अर्थ भनेको चाहिँ म, बाट, द्वारा, लाई भन्ने कुरुमानी हितोगा इमास है। कुरुमानी हितोगा इमास भनेको गाडीमा मान्छे छ भन्नु पर्यो। यहाँ के भयो भने यसको अर्थ मा भन्ने अर्थ बुझ्नु पर्यो हामीले। यहाँनिर यहाँ इन्डिकेटर अलिक भएन, म ल्याउँछु है। यहाँनिर चाहिँ कुरुमानी हितोगा इमास भन्दाखेरि गाडीमा मान्छे छ भने जस्तो यहाँ इमास अघि हामीले पढेको इमासमा गा आउँछ, गा लाग्छ बढी जस्तो भनेर पढे पनि यहाँ आयो है। अब कुरुमानी हितोगा इमास भनेको गाडीमा मान्छे छ भन्ने बेलामा पनि नि पार्टिकलको युज हुनुभयो। अर्को हेरौँ, चिची नि उखाने हो मोराइमासिता भनेको चाहिँ यहाँनिर चाहिँ के को अर्थ लाग्यो भने बाट अथवा द्वारा, चिचीबाट उखाने हो मोराइमासिता, चिचीद्वारा उखाने हो मोराइमासिता भन्ने अर्थ लाग्यो यहाँनिर चाहिँ है। अब अर्को हेरौँ, चिची नि उखाने हो आगेमासिता भने यहाँ चाहिँ लाईको अर्थ भयो है। अब चिची नि उखाने हो आगेमासिता भने चाहिँ बुवालाई पैसा दिए, यहाँ चाहिँ थापे भनेको द्वारा, नि नै पार्टिकल भयो भने यहाँ थापे भएकोबाट द्वारा भयो, यहाँ चाहिँ दिए भएकोबाट लाई भयो, त्यस्तो बेलामा पनि नि पार्टिकलको युज हुन्छ। अब अर्को हेरौँ, समय र ठाउँमा नि पार्टिकलको प्रयोग हुन्छ। जस्तै
जिउगाचु नि निहोए इकिमास भनेको 10 महिनामा जापान जान्छु भने यहाँनिर कि महिना भनेको के भयो टाइम भयो त्यही भएर नि पार्टिकलको युज हुन्छ यस्तो बेलामा चाहिँ अब अर्को हेरौँ मायासा कुजी नि गुहा हो ताबेमास भनेको प्रत्येक बिहान 9 बजे खाना खान्छु है त्यस्तो बेलामा टाइम भयो 9 बजे भनेको त्यसको पछाडि जहिले पनि नि पार्टिकल युज हुन्छ एकदम सजिलो छ तपाईँले ध्यान मात्र दिनु पर्यो है मायासा कुजी नि गुहा हो ताबेमास प्रत्येक दिन बिहान 9 बजे खाना खान्छु भन्ने बेलामा पनि नि पार्टिकलको युज हुन्छ अब अर्को हेरौँ तोमोदाची नो इए नि आसोबी नि इकिमास भनेको यहाँ चाहिँ ठाउँमा भन्ने अर्थमा चाहिँ घरमा हैन साथीको घरमा खेल्नको लागि जान्छु खेल्नलाई जान्छु भन्ने बेलामा पनि यहाँनिर ठाउँ भएको भएर नि पार्टिकल भयो इए भनेको कसैको घर एउटा ठाउँ भयो नि त त्यो कारणले गर्दाखेरि नि पार्टिकल लाग्यो तोमोदाची नो इए नि आसोबी नि इकिमास भन्ने बेलामा पनि है अब नारीमास नोबोरीमास नोरीमास र आइमास यतिमा पनि सधैँभरि नि पार्टिकलको युज हुन्छ नारीमास नोबोरीमास नोरीमास र आइमास जस्तै एक नम्बरमा हेरौँ राइनेन हाताचिनी नारीमास भनेको अर्को वर्ष 20 वर्षको हुन्छु भन्ने बेला नारीमासको अगाडि नि पार्टिकल आयो है अब अर्को हेरौँ कुरुमानी नोरीमास भनेको छ कुरुमानी नोरीमास भनेको चाहिँ गाडीमा चढ्छु भयो गाडीमा चढ्छु भन्ने बेलामा पनि नोरीमास भन्दा अगाडि आएको भएर नि पार्टिकल लाग्यो अब अर्को राइसियो यामानी नोबोरीमास भनेको अर्को हप्ता हिमाल चढ्छु नोबोरीमास र नोरीमासको अर्थ चाहिँ यहाँनिर तपाईँहरू छुट्याउनु पर्छ है नोरीमास भनेको चाहिँ गाडीहरू चढ्नको लागि रेलहरू चढ्नको लागि युज हुन्छ भने नोबोरीमास भनेको चाहिँ हिमाल पहाड त्यस्तो ठाउँमा चढ्नको लागि नोबोरीमास भन्ने युज हुन्छ र जस्तै अर्को हेरौँ गेचियोबी तोमोदाची नि आइमास भनेको सोमबार गेचियोबी तोमोदाची नि आइमास सोमबार साथीलाई भेट्छु भनेको आइमासको अगाडि पनि नि पार्टिकलको युज हुन्छ भन्ने बुझ्नु पर्यो है तपाईँहरूले त्यति भएपछि लगभग नि पार्टिकलको बारेमा अरू बुझ्नलाई जरुरी छैन अब आयो ओ पार्टिकलको बारेमा ओ पार्टिकल भनेको चाहिँ अब्जेक्ट र भर्बको बिचमा प्रयोग हुने पार्टिकललाई चाहिँ ओ पार्टिकल भनिन्छ यसलाई जस्तै अब्जेक्ट पार्टिकल हैन अब्जेक्ट मार्कर पार्टिकल पनि भन्छ है भन्ने बेलामा चाहिँ जस्तै एउटा उदाहरण हेरौँ वतासिवा यहाँनिर हेरौँ वतासिवा कुरुमा हो खाइमास भनेको म गाडी किन्छु भनेको अब्जेक्ट र भर्बको बिचमा आएको आउँछ है यो चाहिँ ओ पार्टिकल चाहिँ जहिले पनि म गाडी किन्छु भन्ने बेलामा वतासिवा कुरुमा ओ खाइमास भन्ने भयो है अर्को हेरौँ यहाँ हेरौँ यो सब्जेक्ट अब्जेक्ट र भर्ब भन्ने आयो अब्जेक्ट र भर्बको बिचमा चाहिँ जहिले पनि ओ पार्टिकल लाग्छ अर्को पनि हेरौँ एउटा वतासिवा सुकुदाई ओ सिमास सुकुदाई ओ सिमास के भयो अब्जेक्ट र भर्बको बिचमा आएको पार्टिकल हो लाई ओ पार्टिकल भन्यो जस्तै यहाँ अर्को हेरौँ वतासिवा गोहा हो चुकुरीमास भनेको म खाना बनाउँछु भन्ने बेलामा पनि सेम नै भयो अब हामी पढ्छौँ दे पार्टिकलको बारेमा थोरै रुल मात्रै जान्नुभयो भने पनि खासै गाह्रो छैन है जस्तै दे पार्टिकलको अर्थ भनेको माध्यममा र बाट हुन्छ जस्तै कुरुमा दे इकिमास कुनै कुराको माध्यमबाट चाहिँ कतै केही एक्सन भइरहेको छ भने त्यस्तो बेलामा चाहिँ दे पार्टिकलको युज हुन्छ जस्तै यहाँनिर चाहिँ कुरुमा दे इकिमास भनेको चाहिँ कुरुमाद्वाराको माध्यमबाट जान्छु भन्ने भयो है यस्तो बेलामा दे प्रयोग हुने भयो अब अर्को हेरौँ हाँसिदे गोहा हो ताबेमास भनेको हाँसीको माध्यमबाट खाना खान्छु हाँसी प्रयोग गरेर हाँसी युज गरेर खाना खान्छु भन्ने बेलामा पनि दे पार्टिकलको युज हुन्छ जस्तै एमपिचु दे खाकिमास भनेको पेन्सिलले लेख्छु पेन्सिललाई युज गरेर केही एक्सन गर्ने भयो यहाँ चाहिँ त्यस्तो बेलामा पनि दे पार्टिकलको युज हुन्छ है अब गाक्को दे बेङ्क्योसिमास भनेको स्कुल भन्ने एउटा माध्यम भयो त्यहाँनिर चाहिँ पढ्छौँ भन्ने अर्थ हुन्छ गाक्को दे बेङ्क्योसिमास स्कुलमा पढ्छौँ भन्ने अर्थ भयो मुगी दे चुकुत्ता बिरुदेश भनेको चाहिँ कुनै पनि कुराबाट केही कुरा बन्छ भने पनि त्यस्तो बेलामा पनि दे पार्टिकल युज हुन्छ है जस्तै मुगी भनेको गहुँबाट बनाएको बेर हो भनेको चाहिँ मुगी दे चुकुत्ता बिरुदेश भन्ने बेलामा पनि मुगीबाट माध्यम चाहिँ त्यो मुगी भयो त्यसको माध्यमबाट केही एक्सन भयो भने त्यसमा चाहिँ दे पार्टिकल युज हुनुभयो मुगी दे चुकुत्ता बिरुदेश है यति कुरा बुझ्नुभयो भनेदेखि लगभग दे पार्टिकलको बारेमा योभन्दा बढी बुझ्न जरुरी छैन अब तो भन्ने पार्टिकल त झन् एकदमै सजिलो छ तो भन्ने पार्टिकलको बारेमा पनि थोरै पढौँ है तो पार्टिकलको अर्थ भनेको र सँग भने
जस्तो लाग्छ भन्ने अर्थ हुन्छ। चाहिँ नर्मली हामी इक्जाम्पल हेर्दै जाउँ। रिङ्गो तो मिठा हो खुदासाई भनेको यहाँ चाहिँ तोले रको काम गर्यो। रिङ्गो भनेको स्याउ, तो भनेको र, मिठा हो खुदासाई भनेको स्याउ र सुन्तला दिनुस् भनेको। यहाँ त रको काम गर्यो। अब तोमोदाची तो आसोबिनी इकिमास भनेको चाहिँ साथीसँग खेल्न जान्छु। यहाँनिर चाहिँ सँगको काम गर्यो है यो तोले। तोमोदाची तो आसोबिनी इकिमास भनेको साथीहरूसँग खेल्न जान्छु, साथीसँग खेल्न जान्छु भन्ने अर्थ भयो। यहाँ सँग भन्ने भयो। कोनो बोतान हो ओसु तो ओखानेगा देमास भनेको चाहिँ कोनो बोतान भनेको यो बटम थिच्नु भयो भने भन्ने अर्थ भयो यसको चाहिँ। उखानेगा देमास भनेको चाहिँ पैसा निस्किन्छ। कोनो बोतान हो ओसु तो ओखानेगा देमास, यो बटम थिच्नु भयो भनेदेखि पैसा निस्किन्छ भन्ने अर्थ लाग्यो। अब अर्को हेरौँ। सिकेन्नी गोखाको सुरु तो ओमोइमास भनेको चाहिँ इक्जाममा पास हुन्छु जस्तो लाग्छ भनेको। यो चाहिँ यसमा चाहिँ भने जस्तो लाग्छ भन्ने अर्थ गर्यो। जस्तै सिकेन्नी गोखाको सुरु तो ओमोइमास, इक्जाममा पास हुन्छु जस्तो लाग्छ भनेर भन्यो यसले है। यति बुझ्नुभयो भनेदेखि चाहिँ तो पार्टिकलको बारेमा योभन्दा बढी खासै थाहा छैन है तो पार्टिकल चाहिँ। अब हामी यहाँ अर्को पार्टिकलको बारेमा पढ्छौँ है, नो पार्टिकलको बारेमा। नो पार्टिकलको अर्थ भनेको को हुन्छ। रामसान नो खाबान्देश भनेको रामजीको ब्याग हो भन्ने अर्थ लाग्छ है। यहाँ चाहिँ रामसान नो खाबान्देश रामजीको ब्याग हो। यहाँनिर नोले को काम गरेको छ। अर्को हेरौँ। निहोन नो आनिमे वा युमे देश भनेको छ। निहोन नो आनिमे वा युमे देश भनेको जापानको एनिमे चाहिँ एकदमै युमे छ भन्ने बेलामा भने यहाँ को युज भयो है। को बारेमा नोले चाहिँ को काम गरेको छ। अब अर्को हेरौँ। आनातानो नाम आयो वा नाम देशका भनेर क्वेसन सोध्यो। तपाईँको नाम चाहिँ के हो भनेर क्वेसन सोध्यो यहाँ। त्यस्तो बेलामा पनि यहाँनिर को काम गरेको छ है नोले चाहिँ। लगभग नोले कोकै काम गर्छ, त्यसैले यसलाई खासै त्यस्तो धेरै फास्ट रूपमा दिनु पर्दैन है, एकदम सजिलो पार्टिकल हो। अब अर्को हेरौँ। मो पार्टिकल। मो पार्टिकल भनेको पनि हो भनेर भनिन्छ। जस्तै वातासी मो इकिमास भनेको म पनि जान्छु है। यहाँनिर चाहिँ मोले चाहिँ पनिको काम गर्यो है। अब अर्को हेरौँ। खानोजो वा क्यो मो ओसोइदेश भनेको चाहिँ उनी चाहिँ आज पनि ढिला भइन् अथवा आज पनि ढिला गरिन्। यहाँनिर पनि मोले चाहिँ पनिको काम गर्यो। अब अर्को हेरौँ। आनातामो किते खुदासाई भनेको तपाईँ पनि आउनुहोस्। जस्तै पार्टीमा बोलाउने बेलामा तपाईँ पनि मेरो घरमा पार्टीमा आउनुहोस् भन्नु पर्यो भने आनातामो किते खुदासाई भनेको यहाँनिर मोले पनिको काम गर्यो है। अब अर्को पार्टिकल छ ए पार्टिकल। ए पार्टिकल चाहिँ लगभग यो तीनवटा अक्षरमा मात्रै लाग्छ, तीनवटा वर्डमा मात्रै बढी युज हुन्छ। जस्तै इकिमास, किमास र खाइरिमास भन्ने पार्टिकलको अगाडि मात्रै युज हुन्छ। जस्तै इक्जाम्पल हेरौँ। वातासी वा खाइसा ए इकिमास, यहाँनिर इकिमासको अगाडि ए भन्ने पार्टिकल लाग्यो। म खाइसा भनेको कम्पनी अफिस जान्छु भन्ने बेलामा ए पार्टिकल युज भयो है। राइसु कुनी ए खाइरिमास भनेको अर्को हप्ता देशमा फर्किन्छु भनेर खाइरिमासको अगाडि पनि ए पार्टिकलको युज भयो। अब अर्को हेरौँ। आनातावा वातासिनो उचिए किमासका भनेको तपाईँ मेरो घरमा आउनुहुन्छ भनेर भने किमासको बेलामा पनि ए पार्टिकलको युज हुन्छ। त्यसैले ए पार्टिकल पनि यो तीनवटा भन्दा बाहेकमा युज खासै हुँदैन है। यति सम्झिनु भयो भनेदेखि तपाईँहरूलाई पार्टिकलको बारेमा लगभग खासै कुनै समस्या नहोला। सुरुमा अलिअलि पढे पनि युज गर्ने बेलामा कुन युज गर्ने भनेर अलिकति समस्या हुनसक्छ। बिस्तारै यो सेन्टेन्सहरूलाई धेरैचोटि पढ्दै गर्दा चाहिँ तपाईँले स्क्रिनसट गरेर राखेर बसतिर हुँदाखेरि पनि हेर्न सक्नुहुन्छ, घरमा सुत्दाखेरि अन्तै कतै जाँदाखेरि पनि हेरिराख्न सक्नुहुन्छ। त्यसरी पनि स्क्रिनसट गरेर पढ्नुभयो भने सेम सेन्टेन्सहरूलाई चाहिँ धेरैचोटि पढ्दै प्र्याक्टिस गर्नुभयो भनेदेखि चाहिँ खासै पार्टिकलहरूलाई त्यस्तो धेरै गाह्रो रूपमा चाहिँ नलिकन सुरुदेखि नै सजिलोसँग पढ्नुभयो भनेदेखि चाहिँ तपाईँहरूलाई राम्रो हुन्छ। भर्खर पढ्दै हुन्छ भनेदेखि त थोरै गाह्रो लाग्छ, किनभने मलाई पनि सुरुमा पढ्दाखेरि त्यस्तै नै भएको थियो। त्यसैले यो भिडियोले चाहिँ तपाईँलाई अलिकति पार्टिकलको बारेमा चाहिँ बुझ्न सजिलो बनायो होला भन्ने मलाई लाग्छ। अब यस्तै